ल हाम्रो केदारनाथ कटलकै घरमा अघि पनि हामीले एउटा गाईलाई निकाल्यौँ। अब अर्को गाईको पालो आइरहेछ अहिले। यहाँलाई इलाम चुलाचुली 6 नम्बर वार्डको। हेलो हजुर म तोरीबारी तोरीबारी ए के भयो गाई ल्याएको छ नयाँ? ए ल ल ल भोलि मकैको दाना चिने मैले बस्ने साइला भने मकैको दाना भन्छ। एकछिन पर हामी भोलि आज त भ्याइँदैन। अब रात तोरीबारीमा छौँ। आमामा कति रहेछ तार साङ्ली यहाँ किला काट्ने निकाल्दैछौँ हामी कि भोलि अथवा पर्सि आउँछौँ नि त। साङ्ली खाएको खाने ल ल ल अनि के बोलियोस् ओ साङ्ली यहाँ हामी ठ्याक्कै त्यतिखेर फोन आयो क्या यहाँ यसका बाद ल सबैतिर हामीले निकालेका मध्येमा अहिले सबैभन्दा धेरै त यहाँ पो देखिँदैछ नि एक मुठी नै रहेछ। सबैभन्दा ठुलो गाई पनि यही अरे। ल हामीले केदारनाथ कटवलकामा दुईटै गाईको एक मुठीका दरले निकाल्यौँ है किला काँटी।